एभ्रिवान वेलकम टु द न्यू भ्लग। आजको भ्लग चाहिँ यत्तिकै सुरु गरिरहेको छु। आजभोलि चाहिँ किन यस्तो भ्लग आएको छ भनिसकेपछि आइ एम ट्राइङ समथिङ न्यू है, त्यही भएर चाहिँ यस्तो भ्लग आइरहेको छ। सो कहिलेकाहीँ यस्तो हुन्छ नि, कहिले तिमीलाई लाग्यो कि मतलब अब एउटा भन्छु तिमीलाई, अब तिमीले केही सोचेकै छैनौ। आई मिन लाइक अब तिम्रो कुनै जस्तो हुन्छ नि, अब तिमी 10मा क्लासमा छौ, अब त्यसपछि तिमीलाई चाहिँ अब पछि गएर के पढ्छ बाबु, के गर्छ बाबु भन्ने बेला चाहिँ दिमागमा थटै छैन कि म के गर्ने हो, निश्चितै छैन भनिसकेपछि म पनि त्यही त्यही भयो, त्यही कुरामा है के गर्ने हो मलाई निश्चितै हुँदैन थियो, हुँदैन, अझै पनि छैन मलाई निश्चित। तर म एउटा चिज चाहिँ स्किल्स चाहिँ सिक्न चाहिँ मलाई मन लाग्छ। जस्तो अहिले चाहिँ आइरहेको छ फरेक्स ट्रेडिङ, त्यसपछि हाम्रो त्यो युएसटी, त्यसपछि हाम्रो अहिले छ यहाँ एक्सएयु युएसडीहरू यताउताको त्यो सम्बन्धी चाहिँ मलाई सिक्नु मन लागिरहेछ। चाहे लिगल होस् चाहे इलिगल होस् होइन, तर यो अहिले इन्डिभिजुअलको लागि फरेक्स ट्रेडिङ लिगल छ कि लिगल छैन भन्ने कुरामा चाहिँ लिगल कसलाई छ कसलाई छैन त्यो कुराहरूमै। लिगल कुनै पनि इन्डिभिजुअललाई कोही अरूको पैसा लिएर त्यसलाई प्रोमिस गरेर म तँलाई यति प्रफिट गराइदिन्छु, यति गराउँछु भनेर गर्छौ भने त्यो तिम्रो इलिगल हो होइन। अनि चाहिँ तिमी चाहिँ स्वयं नै आफैले आफ्नो पैसाले तिमी गरिरहेको छौ भने चाहिँ त्यो लिगल हो। अब तिमी नेपाल राष्ट्र ब्याङ्कको कुरा गर्छौ भने उसको विथड्र र डिपोजिट गर्नको लागि नेपाल राष्ट्र ब्याङ्कले अलाउ गरेको छैन आफ्नो उसमा नेपाली करेन्सीमा, किनभने त्यो चाहिँ लिगल छैन त्योवाला माध्यममा। यदि तिमीले कोहीबाट फन्डेड एकाउन्टबाट तिमीले गराउँछौ भने चाहिँ त्यो चाहिँ लिगल छ। ओके, सो केही च्यानलहरू जो तिमीलाई चाहिँ अहिलेबाट नै मलाई थाहा छैन यो भिडियो पछि गएर कतिजनाले यो भिडियो हेरेर पस्ताउनेवाला छ। जस्तै लास्ट टाइम चाहिँ बिटकोइनको कुरा गर्दा तिमीलाई थाहा छ कि थाहा छैन, बिटकोइनको कुरा गर्दाखेरि बिटकोइन $1 हुँदाखेरि यो किन भनेर भन्दाखेरि नकिन्ने जस्तो छ नि, यस्तै हो। अहिले यो स्किल तिमीले सिकेनौ भने चाहिँ तिमीलाई लास्टै लेट हुनेवाला छ। सबभन्दा पहिला तिमीले हेर्नुपर्ने केही च्यानलहरूको मैले लिस्ट बनाइसकेको छु। त्यो च्यानलहरू हेऱ्यौ भने बस तिम्रो ट्रेडिङ सिक्यौ। ओके, त्यो हेऱ्यौ भने फरेक्स ट्रेडिङ सिक्यौ, तिमीले पैसाको बारेमा बुझ्यौ, तिमीले हाउ द मनी अपरेट मार्केटमा त्यो बुझ्छौ। ओके, आइ मिन लर्निङ फाइल बल्ल मैले पार्ट 1 हेरेर भएको छु, तर मेरो माइन्ड ब्लो भइसकेको छ। यसरी पनि हाम्रो आउट अफ द माइन्ड आउट अफ द कन्टेक्स्ट चाहिँ यसरी पनि चल्दो रहेछ है भनेर चाहिँ यो मैले देखेँ। सबभन्दा पहिला त नेपाल माइन्डसेट भन्ने युट्युब च्यानल छ, उसको एउटा प्लेलिस्ट हेर, एनएम फरेक्स बेसिक कोर्स भन्ने छ, त्यो हेर नेपाल माइन्डसेट। तिमी चाहिँ मेरो डिस्कर्डमा जोइन गर, डिस्कर्डमा जोइन गरिसकेपछि तिमीलाई के चाहिन्छ यताउता म त्यो चाहिँ प्रोभाइड गर्न सक्छु। ओके, धेरै अपर्च्युनिटीहरू मैले त्यहाँ राखेको छु, जस्तो मैले के सिक्दैछु त्यो पनि मैले राखिरहेको छु। तिमी चाहिँ डिस्कर्ड जोइन गर। त्यसपछि चाहिँ हाम्रो अर्को एउटा च्यानल छ हाम्रो द मुभिङ एभरेज भन्ने छ, त्योवाला चाहिँ तिमीले चाहिँ जोइन गर। एउटा राम्रो छ त्यो द मुभिङ एभरेज भन्ने, मैले त्यसबाट पनि चाहिँ सिकिरहेको छु। अहिलेलाई चाहिँ हालफिलहाल मैले यो 2टा च्यानल नै सजेस्ट गर्छु। उसले 5 वर्ष अगाडि 6 वर्ष अगाडि यो सम्बन्धीको भिडियो बनाइसकेको छ क्या, 13-14 वर्ष यताउताका पनि भिडियो छ। अब हामीले चाहिँ अझै पनि ढिलो गऱ्यो भने चाहिँ अझै घुम्छ भन्ने मलाई लागिरहेको छ। तिमी चाहिँ यो चिजलाई चाहिँ हेर। सो अनि यही हो अहिलेको लागि त। बाहिरको चाहिँ यस्तो छ इन्भाइरोमेन्ट देख्न सक्छौ होइन, पानी पर्ला जस्तो गरिरहेको छ। सो आज चाहिँ अहिले चिया अहिलेसम्म खाएको छैन मैले, चिया खान मन लागिरहेको छ है। यो चिज चाहिँ सेकेन्ड चिज चाहिँ तिमीले यो सिक। अनि त हिजोको भिडियो कसले हेऱ्यो होइन, कोड लेखेको थिएन। सो अहिलेसम्म हेर्नेको लागि कोड छ 2245 जसले लेख्छ अनि उसलाई चाहिँ मैले आफ्नो प्राइभेट डिस्कर्डमा चाहिँ इन्भाइट गर्छु, नत्र म इन्भाइट गर्दैन, किनभने मलाई चाहिएको छैन बिना यताउताको। सो इन्स्टाग्राममा फलो गर्न सक्छौ, टिकटकमा फलो गर्न सक्छौ, युट्युबमा सब्सक्राइब गर्न सक्छौ तिमीलाई चाहन्छु भने। मैले चाहिँ जस्ट आफूले डकुमेन्ट गरिरहेको छु, अनि चाहिँ छिटै नै पेमेन्ट प्रुफ्सहरू म प्रोभाइड गर्नेवाला छु। ओके, सो आजको लागि यति नै। बाई फर द नेक्स्ट भिडियो, बाई।